देखियो मजाले हेलो गाइज वेलकम छ युट्युबमा आज चाहिँ हामी करेन्ट चल्छौँ च्यालेन्ज गर्दै गइरहेको छौँ सासू बुहारी कसले जित्छ हेर्दै जानु होला करेन्ट चल्छौँ र पुग्छ यहाँ पनि छ कसले फर्स्ट खाइसक्ने पिरो छ काम दामी मिल्दो रहेछ अन्त रात लाग्छ भन्नु लाज त के लाग्नु अप्ठ्यारो लाग्छ सुरुचोटि भिडियो बनाएर खाएर चाहिँ अप्ठ्यारो लाग्यो अनि हाम्रो भिडियोको सेट गरेर हेर्नु भने चाहिँ सबैजना हाँस्छ किन मुढामाथि भाँडामाथि मोबाइल राखेर फर्स्ट टाइम भएर पिरो छ साथी हो धेरै पिरो छ गाह्रो छ बिरामी छु खान सक्दिनँ भर्खर उठेर खाएको पिरो छ मलाई चाहिँ अस्तिदेखि खानु मन लागिरहेको थियो तर धेरै खानु हुँदैन त्यही भएर आज दोकान बन्दको दिन चाहिँ खाइदिउँ न त भनेर बेसी खायो 2 मिनट मात्रै हो सो छिटो बिचमा भिडियो त झन्डै सुवा भयो च्यालेन्ज भनेको होइन कसले फर्स्ट खाने भनेको त तर तपाईँले बिरामी छु भन्दा पनि छिटै खानुहुन्छ जस्तो अरू बेला कति बोल्न आउँदैन साथी मोबाइल छोडिएपछि मोबाइल राखेपछि केही आउँदैन क्यामेरा पछाडि भने बोलेर कसैले पनि जित्न सक्दैन क्यामेरा अगाडि तेर्सेर मात्रै हो यस्तो भएको क्यामेरा अगाडि नाच्नु भन्यो भने फेरि नाच्छु नाच्नमा चाहिँ फेरि खतरा हो नि तपाईँहरू डान्स हेर्न चाहनुहुन्छ भने चाहिँ कमेन्ट गर्नु म डान्स गरेको भिडियो हालिदिन्छु सक्न आएपछि हाम्रो यो च्यालेन्जको पनिसमेन्ट चाहिँ अन्तिममा हुन्छ उहाँले दिनुहुन्छ के छ भन्ने अहिले चाहिँ थाहा छैन मैले होइन जसले दिन्छ हार्नेलाई त्यसले दिने पनिसमेन्ट चाहिँ चौधरी जति खानु नगाउने पिरो होस् कि त्यसो चाहिँ हो दिने पछि खाना पायो भने हुन्थ्यो क्यामेरा चाहिँ बिग्रेको म छुट्टै बस्दै गर्दैछु साथी हो मैले सक्थेँ तर मैले अल्छी लाग्दै खाएको भर्खर सुतेर उठेर पनि अलिक अल्छी जस्तो भएको छ जिउ भिडियो बनाउन भनेर म घरमै लिन गएको
सुतेको मान्छे उठाएर निन्द्रामा उठेर आएको साथी हो, नभए म छिट्टो सक्थेँ। निन्द्रामा उठेर आएर नि खाँदा कस्तो हुन्छ कस्तो हुन्छ पनि पिरो, तर पिरो भयो जस्तै भएन। राम्रो भयो अरे। साथै सक्यो। अब पनिसमेन्ट के दिनु त तपाईँहरू कमेन्ट गर्नु नि अर्को भिडियोमा। पनिसमेन्ट अब बुहारी चाहिँ सासूलाई के दिने हो होइन साथी हो। म ठोक्न खाएको 6 महिना भएको प्राय भएर भिडियो हेरेर गाली पनि सँगै खान्छु। स्प्राइट छैन अनि अरुण दाजुहरूबाट प्रदीपले नदेखिकन लुकाएर ल्याएको। बाई बाई गाइज, आजलाई यति नै। फेरि अर्को च्यालेन्ज लिएर आउने छौँ भन्दै लाइक आजलाई सब्सक्राइब गरिदिनु होला। बाई।